एकछिन यतातिर ध्यान दिनुहोस् त। भन्छ नि आगो र पानीसँग मूर्खता देखाउनु हुँदैन भनेर। पहिला मान्छे आफू बाँच्नुपर्छ, जीवन छ त सबै कुरा छ, सबै कुरा देख्न पाइन्छ। यो चाहिँ पूर्ण मूर्खता हो कि यत्रो खोला चाहिँ बाढी बगिरहेको देख्दै चाहिँ अनि चाहिँ यो बाध्यता कुनै बाध्यता होइन साथीहरू। अनि चाहिँ यदि यहाँ चाहिँ मानिलिउँ कुनै दुर्घटना घटेमा चाहिँ यसको दोष भने सरकारलाई दिइन्थ्यो क्या। 5 मिनट पर्खिँदैमा अथवा चाहिँ केही समय पर्खिँदैमा ज्यान बाँच्छ क्या, ज्यान बाँच्छ। कति नलेज नभएको तपाईँहरूसँग भने क्या, कति नलेज नभएको क्या। अनि के खालको ड्राइभर यत्रो खोला बढेको देख्दै चाहिँ जबरजस्ती गाडी हाल्न चाहिँ। अनि पछाडि बस्ने के प्यासेन्जरहरूलाई आफ्नो चाहिँ ज्यानको के माया छैन उनीहरूलाई? उनीहरू पनि झर्नुपर्ने अथवा चाहिँ होइन यो गर्नु हुँदैन भन्ने त्यति पनि नलेज नहुने। कति हतार भएको के मान्छेहरूलाई, कति हतार भएको के। भिडियोलाई सेयर गर्नुहोस्, यो सामाजिक सञ्जालमा एकदमै धेरै सेयर गर्नुहोस् ताकि यस्ता दुर्घटनाबाट मान्छेको चाहिँ ज्यान बस्नुपर्छ है त। यस्तो बर्खाको समयमा, अहिले बर्खाको समय छ, सबैजना सतर्क रहनु होला। यस्तो चाहिँ कदम चाल्दै नचाल्नु होला है साथीहरू। अहिलेलाई यति नै।